नमस्कार मित्रहरू, म फेरि पनि तपाईहरु सामु आइसकेको छु नयाँ शीर्षक लिएर। आजको शीर्षक रहेको छ मनले सिकाएको जीवन। मान्छेहरूले सधैँ शब्दमा सत्य खोज्छन्, तर जीवनका धेरै गहिरो उत्तरहरू मनभित्र लुकेका हुन्छन्। कहिलेकाहीँ एक्लै बसेर आफ्नो मनसँग कुरा गर्दा हामीले संसारभन्दा धेरै आफूलाई बुझ्न थाल्छौँ। हरेक पीडा चिच्याएर भन्नुपर्छ भन्ने हुँदैन। केही घाउ समयले मात्र निको बनाउँछ। आजको दुनियाँमा सबैले साथको कुरा गर्छन्, तर वास्तविक साथ त्यो हो जसले तपाईको मन पनि बुझ्न सक्छ। जीवनमा धेरै कुरा गुमेपछि मात्र मनले साँचो मूल्य चिन्न थाल्छ। धैर्यता, शान्ति र आत्मविश्वास यी नै मानिसको सबैभन्दा ठुलो शक्ति हुन्। त्यसैले अरूलाई खुसी देखाउनु भन्दा पहिले आफ्नो मनलाई शान्त बनाउन सिक्नुहोस्, किनकि बाहिर उज्यालो भन्दा भित्रको उज्यालो शक्तिशाली हुन्छ।